राधिका दासीजी यतिखेर भागवत वाचिकाको रूपमा चिरपरिचित हुँदै आएकी छिन्। राधिका दासीले माया घर नेपाल सामाजिक संस्था सञ्चालन पनि गर्दै आएकी छिन्। यस संस्थाको संस्थापकको रूपमा राधिका दासी रहँदै आएकी पनि छिन्। राधिका दासी 18 पुराणमा आफ्नो ज्ञान र क्षमता देखाउँदै छिन्। राधिका दासीले पुराण वाचन 4वटा भाषामा दिँदै आएकी पनि छिन्। विगतको दिनमा उनी इङ्ग्लिस टिचर पनि थिइन् र उनको पृष्ठभूमि कष्टकरबाट गुज्रिँदै राधिका दासी भारतको वृन्दावन बनारसमा गई भागवत पुराणको सुरुवात भएको। भागवतकै माध्यमबाट त अनाथ बालबालिकाको अभिभावक बनेकी छिन्। अहिले राधिका दासी माया घर नेपालले देशका विभिन्न स्थानहरूमा आश्रम सञ्चालन गर्दै छिन्। उनको लक्ष्य 7वटै प्रदेशमा आश्रम बनाउने लक्ष्य छ। भागवतबाट उठेको केही सहयोग दानबाट आश्रममा अशक्त असहायहरूको लालन पालन गर्दै आएकी पनि छिन्। राधिका दासीले डबल डिग्री हासिल गरेकी छिन्। उनी अहिले समाज सेवामा समर्पित बन्दै आएकी छिन्। देशको विभिन्न स्थानमा भागवत पुराण वाचन गर्दै भक्तहरूलाई मनको शान्ति दिलाउँदै आएकी छिन्। उनी वर्तमान समयमा पुराण वाचिकाको रूपमा आफूलाई चिनाउँदै आएकी छिन्। उनको पुराण वाचन शैली मिठो स्वर, भजन, कीर्तनले झनै आनन्दित लाग्दछ। उनको कलाले भक्तहरूलाई मोहित पनि गराउँदै आएकी छिन्। राधिका दासी चर्चित पुराण वाचिका नेपालको भनेर चिनिन्छन्।